हेलो नमस्ते हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी राति खानामा ढेँडो बनाएर खाने भनेको, त्यही भएर मम्मीले चाहिँ यहाँ कोदो सुकाइसक्नु भएको थियो अघि नै। अनि फेरि यसलाई पल्टाउनु पर्छ अरे राम्रोसँग सुक्नको लागि। अनि मम्मीले पल्टाउन लाग्दै हुनुहुन्छ अनि मैले चाहिँ यहाँनिर कस्तो रहेछ भनेर हेर्दैछु। कोदो धेरै राम्रो छ। यो कोदोलाई चाहिँ सुरुमा यसरी सुकाउनु पर्छ घाममा, अनि त्यसपछि अनि कोदोको भुस निकाल्नलाई चाहिँ यसरी फल्नु पर्छ। अनि मम्मीले चाहिँ यहाँ फल्दै हुनुहुन्छ। मम्मीले चाहिँ कोदो फलिसक्नु भएको छ। अनि फलिसकेपछि चाहिँ नाङ्लोमा हालेर अनि यसरी केलाएर भुस निकाल्नु पर्छ। मम्मीले चाहिँ केलाइसक्नु भएको छ। अनि यहाँ कति भएछ भनेर भर्दै हुनुहुन्छ मम्मीले चाहिँ कोदो। कोदोलाई चाहिँ घाममा सुकाएर अनि फलेर केलाएर सकिएपछि पिस्ने हो। अनि पिसेपछि तयार हुन्छ ढिँडोको लागि, रोटीको लागि पनि। अब चाहिँ यो कोदो भरिसकेपछि मेलमा लगेर पिसेर लिएर आउने हो अनि ढिँडो बनाएर खाने हो। मलाई चाहिँ ढिँडो धेरै मनपर्छ मासुसँग। अरूसँग भन्दा पनि मासुसँग धेरै मिठो लाग्छ। त्यही भएर हामी ढिँडो बनाएर खान लाग्दैछौँ। कोदोलाई चाहिँ हामीले पिसेर ल्याइसक्यौँ अनि यता मासु पनि तयार भइसक्यो। अनि अब यहाँ चाहिँ पानी मजाले उम्लिसकेको छ। अब पिठो हाल्ने अनि त्यसपछि मजाले चलाउँदै पकाउने। यसरी मजाले चलाउँदै पकाउँदैछौँ। अब लगभग रेडी हुन लाग्यो ढिँडो पनि। अब मासु अघि नै रेडी भइसकेको छ। मेरो च्यानलमा चाहिँ जुन साथीहरू नयाँ हुनुहुन्छ सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। अब ढिँडो चाहिँ रेडी भइसकेको छ। अब हामी खान्छौँ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? मन पर्यो भने हजुरहरूले पनि यसै गरी बनाएर खान सक्नुहुनेछ भन्दै यो भिडियोबाट बिदा लिन चाहन्छु। अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।